आज माघे सङ्क्रान्ति। हाम्रो गाउँमा माघे सङ्क्रान्ति भन्नासाथ सबैभन्दा पहिला तरुल र फर्सी सम्झन्छौँ। त्यसैले मैले तरुल खनेर ल्याए, सफा गर्न थालेँ। यसलाई सफा गरेर पकाउन थालेँ। यो चिसो मौसममा न्यानो आगोको छेउमा बसेर उसिनेको तरुल खानु यो केवल खाना मात्र होइन, परम्पराको स्वाद पनि हो। र हाम्रो गाउँमा माघ नलाग्दै राति नै नुहाउने एउटा परम्परा छ। त्यसैले बिहान उज्यालो नहुँदै नुहाउन हामी नौमुली गयौँ। माघे सङ्क्रान्ति नुहाउनु भनेको शरीर मात्र पवित्र गर्नु होइन, शरीर र मन दुइटै पवित्र बनाउनु हो। त्यसैले हामी साथीभाइ बहिनी सबै एकै ठाउँमा जम्मा भयौँ र पालै पालो नुहाउन थाल्यौँ। कस्तो छ पानी? तातो छ? ओहो, नुहाइसकेपछि साथीभाइ बहिनी जम्मा भयौँ, ठुलो आगो बाल्यौँ। आगोको न्यानोपनसँगै हाम्रो मन पनि न्यानो भयो। त्यहाँ हामी सबै मिलेर टिका लगायौँ। सानो ठुलो भाइ बहिनी सबै बराबर, यही नै त हो हाम्रो संस्कार। हामीले एक आपसमा टिका लगाइसकेपछि ल्याएको प्रसाद, तरुल, फर्सी र अन्य प्रसादहरू सबै मिलेर बाँडेर खायौँ। धेरै परिकार होइन, तर साथीभाइ मिलेर खाँदा स्वाद भने निकै मिठो लाग्छ। मिठो छ? आगोको छेउमा बसेर गफगाफ गर्दै, हाँसोरङ गर्दै, हाँस्दै गाउँदै, नाच्दै रमाउँदै उज्यालो भइसकेछ। राति नै गएको हामी कति बेला उज्यालो भयो पत्तै भएन। उज्यालो भइसकेपछि सबै साथीभाइ हामी घरतर्फ फर्किन्छौँ। र आफ्नो घर जान्छौँ। अनि म पनि आफ्नो घर पुगेँ। र आफ्नो घर पुगिसकेपछि मेरो घरमा मेरो श्रीमती र 2 छोरीहरू बसेर हामी सँगै टिका लगाउँछौँ। मेरो छोरी ज्ञानी हुने, पढे लेखेको सबै कुराहरू चाहिँ दिमागमा राख्ने, पढेर फर्स्ट आउनुपर्छ है। एकदम अब धेरै झैझगडा नगर्ने, एक आपसमा मिलेर बस्ने। धेरै झगडा नगर्नु अनि कन्ट्रोल गर्नु। नानीहरूलाई लगाइदिनु। अब फ्रुट खाने है त, ल स्याबास। अनि तरुल पनि खाने? तरुल खाने कि फर्सी खाने? तरुल खाने। जे जस्तो छ त्यस्तै खानु, परिवारसँग बस्नु, सबैभन्दा ठुलो खुसी यही नै त हो।
र अर्को स्पेसियल कुरा, माघे सङ्क्रान्तिको दिन कागलाई दुध भात वा दही भात दिने हाम्रो पुरानो परम्परा छ। कागलाई यमराजको दूत मानिन्छ। आजको दिन कागलाई खुसी पार्दा घरमा दुःख रोग कष्ट नआउने भन्ने विश्वास गरिन्छ। त्यसैले यसरी कागलाई आजको दिन दुध भात वा दही भात विभिन्न परिकारहरू दिएर कागलाई सत्कार गर्ने गर्छौँ। यसरी नै बित्छ हाम्रो माघे सङ्क्रान्ति। धेरै ठुलो कुरा त होइन, तर आफ्नै संस्कार, आफ्नै परिवार, घरको सबै परिवार मिलेर एकै ठाउँमा बसेर चितो मिठो जे छ बाँडीचुँडी खानु, यही नै त हाम्रो जीवनको सबैभन्दा खुसीको क्षण हो। यसरी नै मनाउँछौँ हाम्रो गाउँको माघे सङ्क्रान्ति र यसरी नै बित्यो हाम्रो यस वर्षको माघे सङ्क्रान्ति। माघे सङ्क्रान्तिको सबैलाई शुभकामना। ह्याप्पी माघे सङ्क्रान्ति।